सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् र प्रभु श्री क्रिस्टको नाममा सबैजनालाई जय मसीह। म अलबेनाको तर्फबाट अनि आज यो रात्रिको समय एउटा परमेश्वरको जिउँदो अगमबानी वचनहरू लिएर आइराखेका छौँ। अनि यो समयहरूमा चाहिँ आज हामी प्रभुमा भएको छोराछोरीको लागि धेरै ठुलो चुनौतीको कुराहरू आएको छ है। अनि चुनौतीको कुराहरू आएको छ अनि हाम्रो लप्तार कुन चाहिँ ठाउँहरूमा हामी हिँडिराखेका छौँ त है। हामीलाई धेरै मनमा प्रश्न उठ्ने गर्दछ यो समयहरूमा। आज हामी साँच्चै नै परमेश्वरले दिनुभएको बाटोमा हिँडिराखेका छौँ या त आफ्नो इच्छा अनुसारको बाटोमा हिँडिराखेका छौँ। हाम्रो जीवनमा सधैँ दुई प्रकारको लडन त हाम्रो जीवनमा भइराखेको हुन्छ। त्यो लडन त चाहिँ के भन्दै गर्दाखेरि चाहिँ एउटा आत्मिक लडन त एउटा शारीरिक लडन त है। अनि एउटा आत्माले भन्छ परमेश्वरको राज्यलाई खोजी गर है, परमेश्वरको राज्यमा अगाडि बढ भन्ने, परमेश्वरको राज्यलाई बढा भन्ने कुराहरू। तर संसारको कुराले चाहिँ के भन्दैछ भन्दै गर्दाखेरि चाहिँ सबै कुरोको समय छ अनि यो समय हुँदा चाहिँ इन्जोय गर भन्ने कुराहरू है। आफ्नो इच्छाहरूलाई पुरा गर भन्ने कुराहरू आज शरीरले चाहिँ त्यो कुराहरूमा लादछ। आत्माले चाहिँ जीवनको कुराहरूतिर लान्छ भनेदेखिलाई चाहिँ शरीरले चाहिँ मृत्युको कुराहरूतिर हामीलाई लगिराखेको हुन्छ। त्यसै कारणले गर्दाखेरि म तपाईँहरूको बिचमा परमेश्वरको एउटा जिउँदो अगमबानी वचनको खण्ड पढिओरिकन यो वचन म त हजुरहरूको बिचमा म पढ्नेछु। अनि यो वचनले चाहिँ के भन्छ भन्दै गर्दा चाहिँ यो वचनहरू चाहिँ प्राय प्रभुलाई चिन्ने छोराछोरीहरूले चाहिँ स्पष्ट थाहा छ यो वचनले के भन्दैछ भन्ने कुराहरू। अनि यो वचन चाहिँ सुनिराखेको वचनै हो र म हजुरहरूको बिचमा यो वचन राख्न गइराखेको छु। अनि यो वचन चाहिँ रहेको छ योना सुसमाचार योना 10 पदले के भन्छ भन्दै गर्दाखेरि चाहिँ म तपाईँहरूलाई पढेर सुनाउने छु। अनि यहाँनिर चाहिँ यसरी लेखेको छ, चोर त चोरौँ मारौँ र नाश पारौँ भन्ने मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। आमेन। अनि यहाँनिर चाहिँ के भन्छ भन्दै गर्दाखेरि चाहिँ चोरले चाहिँ के गर्नु अरे, चोरौँ र मारौँ अनि नाश गरौँ भनेर मात्रै चोर चाहिँ आउँछ। तर परमेश्वरले चाहिँ के भन्नुभएको छ भने उहाँले चाहिँ हामीले चाहिँ जीवन पाउन्, जीवन पनि यस्तो कि प्रशस्त मात्राको जीवन चाहिँ हामीले पाओस् भन्ने हेतुले चाहिँ परमेश्वरले चाहिँ हामीले प्रशस्त मात्राको जीवन पाओस् भनेर उहाँ चाहिँ के हुनुभएको आउनु भएको हो। अनि आज चोर साँच्चै नै हामीले संसारमा पनि चोरहरूलाई हेर्दै गर्दाखेरि चाहिँ है, चोरले चाहिँ कति बेला चोरौँ भन्ने कुरा चाहिँ एउटा प्लानिङ हुन्छ उनीहरूको है। अनि त्यो प्लानिङ जब उनीहरूले जुन प्लानिङ उनीहरूले गरेको हुन्छ नि त्यो प्लानिङको समय आउँदाखेरि चाहिँ कुनै पनि मान्छेले चाहिँ के गर्नु सक्दैन, रोक्नु सक्दैन। जस्तै पुलिस प्रशासनहरू नै किन नलगाएको होस् तर पनि चोरले चोरेर नै छाड्छ। त्यसै कारणले गर्दाखेरि आज तपाईँ अनि म प्रभुमा भएको कारणले गर्दा त यो समयहरूमा हामी विश्वासी जनहरूलाई थुप्रै प्रकारको कुरोहरूले चाहिँ के गरिरहेछ भन्नुहोस् त अल्झाइराखेको छ। नि अहिले त झन् यो समयहरूमा फेसबुकहरूबाट है धेरै कुराहरू हामी सिक्न पाउँछौँ। फेसबुक पनि हामीले हेर्दै गर्दा चाहिँ दुई प्रकारले हामीले हेर्नुपर्ने कुराहरू चाहिँ के छ भन्ने गर्दा चाहिँ एउटा नेगेटिभ छ एउटा पोजिटिभ छ है। तर जति पनि फेसबुकमा आएको जति पनि त्यो घटनाहरू नि हामीले हेर्दै गर्छौँ र फेसबुकको कुराहरूलाई हेर्दै गर्दाखेरि चाहिँ हामीले नि पोजिटिभ तरिकाले हेर्दै गर्दाखेरि चाहिँ थुप्रै सिकहरू सिक्न पाइराखेका हुन्छौँ। अनि आज संसारमा के भइरहेछ कसो सानो सानो कुराहरू चाहिँ फेसबुक मार्फत हामीले हेरिराखेका हुन्छौँ। तर फेसबुकमै हेर्नुहोस् अनि धेरै मानिसहरू चाहिँ यसरी गिरेको छ है। अनि यो चाहिँ चोरको प्लानिङ हो विश्वासी जनहरूलाई है परमेश्वरदेखि टाढो बनाउने कुराहरू चाहिँ यो चाहिँ चोरको प्लानिङ हो। अनि धेरै वर्षदेखि नै प्लानिङ गर्दै 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 आएको। अनि यो समयहरूमा चाहिँ आज हामीलाई इन्टरनेट मार्फतै शैतानले धेरै हामीलाई गिराउन खोजिराखेको छ र हामी चाहिँ होसियारी हौँ साथीहरू हो, हामी चाहिँ जागो रहौँ
परमेश्वरको वचनले भन्छ है, चोर चाहिँ कुन पहाड आउँछ भन्ने कुरा कसैलाई पनि थाहा छैन है। अनि आज हामी चाहिँ होसियारी रहनु पर्ने कुराहरू छ। अनि आज हामी आनन्दै नबसौँ कि आज हामीलाई परमेश्वरले उठाउनुहुन्छ, सुतेको ठाउँमा नै परमेश्वरले हामीलाई लैजानुहुन्छ भनेर आनन्दै नबसौँ। हामी जागर हौँ। परमेश्वरको वचनले हामी लुकाको पुस्तकहरूमा पढ्दै गयौँ भने त्यहाँनिर पाउँछौँ है। घरको मालिक चाहिँ है त्यहाँनिर तोडाको बारेमा परमेश्वरले बोल्नु भएको छ नि। अनि घरको मालिक चाहिँ बिलान आउँछ भनेर चाहिँ एउटा नोकरले चाहिँ अर्को नोकरहरूलाई हेप्दै गरेको कुरा, अनि अर्को नोकरले चाहिँ मालिक कुन पहाड आउँछ होसियारी भएर खानेकुरोहरू दिँदै गरेको कुराहरू आज हामी त्यो वचनद्वारा त्यो कुराहरू पाउँछौँ। त्यसरी नै आज हामी प्रभुले चुन्नु भएको अनि प्रभुलाई विश्वास गरेको छोराछोरीहरू चाहिँ हामी होसियारी रहौँ है, प्रार्थनामा लागिरहौँ। र परमेश्वरलाई धन्यवाद होस् यो वचनको खण्डलाई यहाँ राख्दै सबैजना फेरि पनि जय मसीह।